कहिले तपाईँले सोच्नु भएको छ किन कतिपय मानिसहरू असम्भव काम पनि सजिलै सम्भव बनाउँछन् र अरूहरू सधैँ मसँग सक्दैन भन्दै पछि हट्छन्? कारण एउटा मात्रै हो, विश्वास, आत्मविश्वास। त्यो अडिग विश्वास जसले भन्छ म गर्न सक्छु। जीवनमा सबैभन्दा ठुलो शक्ति पैसा होइन, सम्बन्ध होइन, सबैभन्दा ठुलो शक्ति हो आफूमा भएको भरोसा। त्यो भरोसा जसले तपाईँलाई ढलेपछि पनि उठ्न सिकाउँछ, हारिसकेपछि पनि फेरि प्रयास गर्न हिम्मत दिन्छ। विश्वका हरेक सफल मानिसहरूको कथा एउटै कुरा भन्छ, सफलता सजिलो हुँदैन, तर असम्भव पनि होइन। कसैले तपाईँलाई रोक्न सक्छ, तर तपाईँको मनभित्रको आगो रोक्न सक्दैन। कसैले तपाईँमाथि शङ्का गर्न सक्छ, तर तपाईँले आफैमाथि भरोसा गर्न सिक्नुपर्छ। सपना देख्ने साहस गर्नुहोस्, किनकि सपना देख्नेहरू मात्र इतिहास बनाउँछन्। किनकि सपना देख्नेहरूले मात्र इतिहास बनाउँछन्। संसारले हाँस्ला, तर तपाईँले आफ्नो लक्ष्यप्रति दृढ रहनुहोस्, किनकि जब तपाईँ सफल हुनुहुन्छ त्यो हाँसो तालीमा बदलिनेछ। याद गर्नुहोस्, सफलता त्यही मान्छेलाई मिल्छ जो हजारौँचोटि ढलिसकेर पनि फेरि उठ्न हिम्मत गर्छ। हार्नु लाजको कुरा होइन, हारेर उठ्न नसक्नु मात्र लाजको कुरा हो। आज तपाईँ जहाँ हुनुहुन्छ त्यो तपाईँको अन्त्य होइन, यो त सुरुवात हो। तपाईँका सङ्घर्षहरू तपाईँको शक्ति हुन् र तपाईँका असफलता तपाईँको सिकाइ हुन्। तपाईँका वरिपरिका मानिसहरू तपाईँमाथि हाँस्न सक्छन्, तर तपाईँले त्यही हाँसोको बीचबाट आफ्नो कथा लेख्न सक्नुहुन्छ। जीवन छोटो छ, तर अवसरहरू असङ्ख्य छन्। हार मान्नुभन्दा अघि एकपटक आफैसँग भन्नुहोस्, म हार्न जन्मिएको छैन, किनकि तपाईँ साधारण होइन, तपाईँ ताकतवर हुनुहुन्छ। र आज यो भिडियो तपाईँको जीवनको नयाँ सुरुवात हो। यो भिडियो हेरेपछि तपाईँले यदि प्रेरणा पाउनुभयो भने कृपया यसलाई सेयर गर्न सक्नुहुन्छ, किनकि तपाईँले आज कसैको जीवन बदल्न सक्नुहुन्छ।